होइन तपाईँ यो के गरेको यो के देख्दैछु म ए होइन कहाँ आउन मैले चाहिँ यो होइन म त होइन हे भगवान् राम 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 यो मान्छेले मलाई यस्तो ठुलो धोका यो केटीसँग यस्तो गर्ने तपाईँ हे भगवान् हे भगवान् घरमा श्रीमान बिग्रनको लागि छोरी मान्छेले हात हुन्छ हे भगवान् मैले कुन दिनमा मैले यो आँखा किन मेरो फुटेन यो यस्तो दिन देख्नुको लागि रहेछ म आज यहाँ आइपुगेको अनि तपाईँलाई मैले केमा कमी राखेको थिएँ र यसरी चाँडै हिँड्नु पर्यो 10 वटा केटीसँग के हो किन बिहा गरेको यही गर्नु थियो र बिहा गरेको मलाई कत्रो साह्रो धोका आजकै दिन आज के हो भ्यालेन्टाइन डे हो यार भ्यालेन्टाइन च्यावल त घर बस्ने किन आयो त यहाँ एक्कासी आमामा छापा मार्ने पनि सीमा हुन्छ यार के हो यार मलाई त भनिरहेको थिएँ नि तपाईँको श्रीमानी यस्तो छ भनेर मैले विश्वास नगरेको तर के गर्नु कसले त हामी पनि यसो घुम्नु पर्छ नि अलिकति यार के हो यार च्यावल यार आजकै दिन यस्तो देख्न पुगेँ मैले हे भगवान् अब म बाँच्न सक्दिनँ यस्तो हेरी हेरी बाँच्न सक्दिनँ भगवान् मैले किन आजकै दिन देख्न पर्यो यत्रो माया गरेको मान्छे म यत्रो तपाईँको लागि भनेर म यहाँनिर सरप्राइज गिफ्ट किन्न गएको थिएँ यही बाटोमा तपाईँ भेटिनु पर्ने हे भगवान् सरप्राइज गिफ्ट कति सोचेको थिएँ आजको दिन कति राम्रो गर्नुला भनेको आजकै दिन यस्तो भयो नरो चावली नरो खुसी देख्न सक्दिनँ भक्तसँग पनि कति केटी पछि लागेको हे भगवान् बिहे गरेको मान्छेलाई यहाँ कुमार केटा यतिका छ यो केटीहरू के भएको यस्तो बिहे गरेको मान्छे पछि पछि आएको नरो चावल नरो केटी मान्छे पछि लाग्छ मैले यसो मेरो के दोष मान्छेसँग फेला परे मैले यस्तो आँखा चलेर दुनियाँ गरेर हिँड्छ लगाउन दिन्छ यस्तो मान्छेसँग म कसरी हे भगवान् मेरो किन भगवान्ले मलाई यस्तो साह्रो हेपेको दुःख दिएको यस्तोसँगको भन्दा त अब उपरान्त म गर्ने छैन च्यावाली अब उपरान्त म गर्ने छैन च्यावाली अब त सिधै डिभोर्स दिन्छु अब यही केटीसँग बिहे गर्नु अब त मैले छोडिदिएँ भोलि नि डिभोर्स हुन्छ अब आज यस्तो गर्ने होइन केटीसँग लाज नपचेको घरमा 2-2 छोरा छोरी छ लाज हुँदैन भ्यालेन्टाइन डे भनेको त कुमार कुमारीको केटा केटीको लागि हो बिहा गरेको मान्छे अहिलेसम्म कति मलाई केटीसँग कुमार भन्दै हिँड्छ हे भगवान् दुनियाँ केटी फसाउँछ यो केटीको पनि के दोष नि यस्तै मलाई यस्तै झुट बोलेर बिहा गरेको होला नि अब भाग्यमै श्री लेखेर आसी कसको के लाग्छ र च्यावलीजी कति मलाई केटी चाहिन्छ पुगेन केहीले 4-5 वटा किट्दै मेरो पछि लाग्छ च्यावलीजी भगवान् म त यस्तो मान्छेसँग बस्न सक्दिनँ यो मान्छेबाट म अब छुटकारा चाहन्छु डिभोर्स दिनु पर्यो अब मलाई अब म बस्न सक्दिनँ मेरो बच्चा मैसँग हुन्छ डिभोर्स अब यही केटीसँग तपाईँ जेसुकै गर्नु मलाई मतलब छैन लौ त नि अब आलु जस्तो यता पनि ठिक्क उता पनि ठिक्क 10 गाइस बुस्ट आलु अफ्टर मन पर्दैन आलु जस्तो कोही पर्ने रहेछ र यति आलु मिठो लागेको आलु गोर्खाली भाइ थ्यांक यू जाऊ हे भगवान् कस्तो मान्छे कस्तो बुढो त कसैलाई नपरोस् भगवान् कसैलाई नपरोस् थैंक भाई भाई साहब कुछ ज्यादा ना है मतलब कुछ भी रमाइलो भयो च्यावाले खुसी लाग्यो नास्टी मिठो कस्तो लाग्यो ल खुसी लाग्यो चियावाले चाहिँ आज छुटौँ होला
हुन्छ हुन्छ हस् हस् खुसी लाग्यो सम्मान छ पक्कै पनि एकदमै आफ्टर लङ टाइम जोडिनु भयो एकदम खुसी लाग्यो है भोलि पक्कै टाइम हुँदाखेरि अब खेलौँला है त ल आजलाई छुटौँ है हुन्छ हुन्छ हस् ल नमस्ते थ्याङ्क यू गुड नाइट